आज चाहिँ विकास भाइको विशेष जन्मदिनको उपलक्ष्यमा यहाँ पशुपतिनाथमा यसो गरिब असहाय दुखीहरूलाई चाहिँ यसो सानो सहयोग जस्तो यो बिस्कुट दुईवटा लगाइदिनु बर्थडेमा बिस्कुट पाएन जे सोचेर पशुपतिनाथको दर्शन गर्नुभयो तपाईँको पशुपतिनाथको पुरा गर्नु भगवान् भोलेदादाले निरोगी राखुन् सुखी राखुन् बाबु सधैँभरि सुखी राखुन् दिनमा दादा कहिले होइन म पनि भारी बोक्ने भन्दा नि उसलाई गर्नु चाहिँ ल ठिक छ तर मेरो बर्थडे हो त्यही भएर सबैलाई बिस्कुट पनि खायो दिदी अनि यहाँ चामल पनि छ चामल कसै अलि चामल Luana. एकछिन पक्नु चामल त्यहीँ हाल्दा हुन्छ प्लास्टिक भएन ल पख एकछिन हुन्छ है चामल हो ल यता दर्शन करके जाइए ना वहाँ। यहाँ हो यहाँ त सकिँदैन होला यहाँ सकिन्छ अब यो सबै यहाँ जिम्मा लाउनु पर्छ त्यही गरौँ बरु है रमाइलो आज रमाइलो भन्दा पनि महा रमाइलो आज सबैको निकाल्नु सबैको
के साह्रो गर्मी भएको गर्मी हुनु पनि लिमिटमा हुन्छ नि त फर्किँदैछौँ अब हामी फर्केको हाम्रो काम सिद्धियो अब हामी फर्किँदैछौँ घरतिर जानुपर्छ किन गर्दा गर्नु देखियो ल देखियो भने कुरा थियो रमाइलो हो ल गरिदिनु न विकास श्रेष्ठ नयाँ मेरो विकास श्रेष्ठ सबै डाइनिङ गर्नु है विकास श्रेष्ठ हो विकास श्रेष्ठ कहाँ तपाईँहरूको पहिला होइन यहीँ बस्छु त्यही बस्नुहुन्छ कैलाली म गएको छु नि टिकापुर चिसापानी यो भाइरल बनाउनु पऱ्यो भाइरल बनाउनु भर्खर नआयो मेरो भिडियो सबले सब्सक्राइब आज मेरो अफिसियल गीत पनि हालेको छु मैले आफूले गाएको गाएको पनि लेखाएको खेल्ने लेख्ने अलिअलि गर्छु टाइमिङ लाग्यो त चले ल सब्सक्राइब भयो होइन एउटै त हुन्छ एकजनाबाट ओभरअल कति हुने क्या यो चाहिँ हेरौँ ल यो अफिसियल भिडियो हो बिहान हालेछु पछि यहीको लेखिदियो कि हामी सबै ल यसो गर्नु है ल हेल्प गर्नु हो ल धेरै धेरै धन्यवाद दिदीको नाम के हो कौशिला भण्डारी आचार्य हजुर हामी चाहिँ सुदूरपश्चिम कैलालीबाट हजुर बसोबास यतै काठमाडौँ कलरसिङमा बस्छु आज पशुपति दर्शन गर्न आएको हजुर त्यतिखेर हजुरसँग भेट भयो एकदम खुसी लाग्यो हजुर हामीलाई पनि खुसी लाग्यो होइन हजुरले सब्सक्राइब गर्नेछ सब्सक्राइब